हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। तपाईँलाई म एउटा सानो टिप्स लिएर आउँदैछु। सबैजनाले हेरेर कस्तो हुन्छ कमेन्ट गरिदिनु होला। मेरो छिमेकी बाबुको चाहिँ यहाँनिर ह्याप्पी बर्थडे थियो होइन, अनि हामी चाहिँ ह्याप्पी बर्थडेमा गएको थियौँ। अनि यसरी केक सेक काटेर यसरी इन्जोय गर्दै गर्दै हामी सबैजना साथीहरू चाहिँ एकदम धेरै इन्जोय गऱ्यौँ होइन। अनि यसरी र हामीले चाहिँ केक काटिसकेर लगभग अन्त्य गर्दै हामी चाहिँ ल नानीको बाबा मम्मी होइन यसरी मेरो साथीले टिकाहरू लगाइदिँदै सकिँदैछ। उहाँ चाहिँ फेरि आमा नानीको होइन बेबी उयो यस्तो मजाले खाइरहेछ होइन, आफै नानीको बोजू अनि नानीको बाबा, नानीले एक्लै केक खाँदिरहेछ है। अनि यसरी गर्दै गर्दै हामीले लास्ट गऱ्यौँ बर्थडे चाहिँ। अनि त्यसपछि हामीले खानेकुरा बाँड्न थाल्यौँ होइन। अनि एकदम इन्जोय भएको थियो। हामीले चाहिँ चटपटे लभर, एकदम चटपटे बनाएर खाइयो। अनि यसरी सबैलाई बाँड्दै मेरो साथीको नानी होइन, अनि यसरी सबैले इन्जोय गर्दै गर्दै खायौँ। अनि त्यसपछि मैले चाहिँ टिका लगाएको भिडियो चाहिँ अलिक पछाडि हालिदिएँ है नानीलाई, अनि आमालाई हालिदिएँ, बाउलाई हालिदिएँ होइन। अनि त्यसपछि नानीले चाहिँ पैसा समाउनु नमानेर होइन बेइज्जती गरिदिए मेरो। केक खायौँ हामीले, मेरो छोरी रानीकला। अनि यसरी गर्दै हामी इन्जोय गर्दै गर्दै लास्टमा चाहिँ हामी उठ्ने तर्खरमा थालै रित्तो बनाएर उठ्यौँ। अनि त्यसपछि हामी यसरी खाएर साथीहरूसँग इन्जोय गरेर अब हामी चाहिँ एकदम फुल इन्जोय गर्न थाल्यौँ। बर्थडे बोयको बोजू चाहिँ यसरी इन्जोय गरिरहनु भएको छ होइन, बर्थडे बोयको फुपूहरू होइन, अनि अङ्कलहरू, अनि हामी छर छिमेकी सबैजना चाहिँ यसरी इन्जोय गर्यौँ। मेरो साथीको नानी चाहिँ मोबाइल नहेरिन नसक्ने होइन। यसरी इन्जोय गर्दै 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 लगभग हामीले फुल इन्जोय नै सक्यौँ होइन। लगभग 10-11 बज्यो होला। अनि त्यसपछि हामी यो आजको फेरि हाम्रो बर्थडे कार्यक्रमलाई पनि अन्त्य नै गऱ्यौँ होइन। यस्तै हो गाइस, एकदम रमाइलो भएको थियो, इन्जोय भएको थियो होइन। बेलुकाको समयमा एकदम आनन्द भएको थियो। अनि हामी सबैजना नाच्यौँ, उफ्रियौँ, गायौँ होइन, एकदम रमाइलो भएको थियो। अनि सबैजनासँग यसरी रमाइलो गर्न पाउँदाखेरि यति इन्जोय भयो होइन, यति रमाइलो भयो, एकदम मजा आयो साथीहरू। त्यसो भन्दै मेरो यो भ्लगलाई चाहिँ अन्त्य गर्न चाहन्छु।